धनकुटा जिल्ला साबिक बोदे गाविस 7 हालको 24 गाउँपालिका 5 लुङलिङ हामी समस्त ठूला घरे परिवारको उद्गम स्थल लुङलिङ र लुङलिङ शब्द लिम्बू भाषाबाट आएको हो। चौबिसे क्षेत्रमा मूलतः लिम्बूहरूको बाहुल्यता रहेको हुँदा कतिपय ठाउँका नाउँहरू लिम्बू भाषाबाट रहेको पाइन्छ। लुङलिङको नेपाली भाषामा अर्थ लाउँदा ढुङ्गा माथि ढुङ्गा भन्ने हुन्छ। यस अर्थमा हाम्रो ठूला घरे भनिने घर ढुङ्गा माथि बनेको थियो र घरको अगाडि ठूलो ढुङ्गा माथि ठूलो ढुङ्गा खप्टिएको थियो र यसैलाई लिम्बू भाषामा लुङलिङ भनियो र कालान्तरमा यस ठाउँको नाम नै लुङलिङ रहन गएको हो भन्ने अनुमान गर्न सकिन्छ। यो चाहिँ हाम्रो हजुरबा र हजुरआमाको जिउनी हो। जिउनी भने बुझ्नुहुन्छ नि, बुढाबुढीको जीवन निर्वाह गर्नको लागि सङ्गोलबाट छुट्याएर राखिएको जग्गा होइन, यो जिउनी हो। यहाँ माथि यहाँ एउटा कुलेसो छ, यहाँ माथि यो सिमलको बोटो माथि कुलेसो छ। त्यो कुलेसादेखि मुनि अनि यो ठाडो बाटो छ, यो बुदुक जाने बाटो, बोदुक जाने बाटो। त्यहाँदेखि यता पश्चिमपट्टि यो चाहिँ यो खोल्सादेखि पूर्व यतिको यो चाहिँ यसलाई टार भनिन्थ्यो। अब हाम्रो यो लुङलिङमा टार भनेको यति मात्रै हो। अनि यो टार चाहिँ अझै यो घर चाहिँ नबन्दाखेरि र त्यो ढुङ्गामाथि घर हुँदाखेरि चाहिँ विशाल देखिन्छ। विशाल अनि यो टारको बिचबाट चाहिँ भण्डारी गाउँ जाने बाटो थियो यहाँबाट होइन। त्यस्तो थियो। हामी सानोमा यतै त्यहाँ हो। त्यसले गर्दा यो ऐतिहासिक ठाउँ हो हजुरबाको जिउनी र हामीले यसलाई यो अवस्थामा सम्झिन्छौँ।
ल छुटिन्छ है। सामान्यतया 8-10 घर परिवारको जीविका चल्न सक्ने क्षेत्रफलमा हाम्रो एकमात्र ठूलो घर रहेको थियो। यसको 4 किल्लामा भण्डारी गाउँबाट टिमुरे पानी वा बज्रमाई जाने बाटोदेखि उत्तर, ठुलीभिरदेखि पूर्व, छाङखोला वा लुङलिङ खोला पश्चिम र आम्बोटे सल्लेरीदेखि दक्षिण, यति 4 किल्लामा रहेको लगभग 10 वर्ग किलोमिटर भूभागलाई आज पर्यन्त लुङलिङ भनेर चिनिन्छ र यस क्षेत्रकै एउटा मात्र ठूलो घर थियो र अरू ससाना घरहरू भएकोले तुलनात्मक रूपमा ठूला घर भनिएको। यो हाम्रा पुर्खाहरूले गाग्रीमा पानी बोकेर खाने कुवा हो। यहाँ थियो कुवा, यहाँ कुवा थियो। यो कुवाबाट हाम्री आमाहरूले, हाम्री हजुरआमाहरूले, हाम्रा जीआमाहरूले यही बाटो भएर यहीँको पानी गाग्रीमा डोकामा बोकेर हाम्रो सारा सृष्टि चाहिँ लगभग 200 वर्षसम्म चलाएको इतिहास चाहिँ छ। पानी यही हो, यो अमृत छ र हाम्रो लागि चाहिँ यो अमृत जस्तो हो क्या, यो पवित्र पानी। यो पानीको चाहिँ हरेक कण कण थोपा थोपा आज पनि हाम्रो शरीरमा छ। यही पानी खाएर हामी हुर्केका हौँ, जन्मेका हौँ, यत्रा भएका हौँ। त्यसले गर्दा यो हाम्रो लागि पानी मात्रै होइन, यो अमृत हो। त्यसले गर्दा हामी यो पानी यता बाबु हामी यो पानी लिएर जान्छौँ र भोलि हामी यज्ञमा जहाँ पानी समाउनु भन्छन् पुरोहितले, त्यो पानी समाउने ठाउँमा यो पानी राख्छौँ हामी। अनि सबैलाई अलिअलि पानी बरु थर्किन्छौँ। यो पानी त्यस्तो पवित्र भूमिको पानी हो। त्यसले गर्दाखेरि अब अहिले आएर आधुनिक संरचनाले त्यहाँ एउटा चाहिँ नि चेम्बर ट्याङ्क बनेको छ। त्यो चेम्बर ट्याङ्कबाट पानी उता गयो लुङलुङतिर, यताको चेम्बर ट्याङ्कबाट यता खिसिने गाउँतिर गयो। यसरी पानी चाहिँ यहाँ वितरण गर्यो, डिस्ट्रिब्युसन गरिएको छ। तर पहिले यस्तो थिएन। यद्यपि यो पानी चाहिँ बगेर अलिकति तैपनि पानी यत्रो पानी चाहिँ अहिले पनि यहाँ बगेर गइरहेको छ। यो पानी बगेर कहाँ जान्छ? सदामको छाँगे खोला जो छ, त्यो छाँगे खोलाको मुहान यही हो। यहाँदेखि तल एउटा कुवा छ जहाँ धाराहरू छ, त्यहाँ वस्तुलाई पानी खुवाउने गरिन्थ्यो। त्यसलाई चाहिँ तल्लो धारा भनिन्थ्यो र यो चाहिँ माथिल्लो धारा। यहाँ मान्छेले खाने गर्थे, यहाँ वस्तुहरू नआइपुग्ने त्यस्तो खालको चाहिँ पवित्र ठाउँ भएकोले आज हामी आइपुगेका छौँ। र भोलिको हाम्रो चाहिँ यो जुन कार्य छ त्यसको लागि हामीले पानी
तपाईँ सङ्गिनीको लागि एकचोटि आफूले आफूलाई धेरै ताली पड्काइदिनु त ल। कृष्ण कन्हैया लाल की। मैले पहिलो भजन हाम्रो अगाडि आज लक्ष्यवर्ती भजन भएको छ, त्यसैले भगवान कृष्णको भजनबाट म अगाडि बढ्न चाहन्छु। कारागार भित्र जन्मेरा वासुदेव कृष्णलाई लिएर, कारागार भित्र जन्मेरा वासुदेव कृष्णलाई लिएर मथुरा छोडेर जानु भो, मथुरा छोडेर जानु भो। आमालाई वरदान दिएर मथुरा छोडेर जानु भो, मातालाई वरदान दिएर मथुरा छोडेर जानु भो, मातालाई वरदान दिएर
कृष्ण कन्हैया लाल की आफ्ना आफ्ना पितृहरू कि चाहिँ कहिल्यै बिर्सेनौ भने कहिल्यै पनि त्यसलाई छोडेनौ भने त्यो मान्छे जसरी पनि आफ्नो देश आफ्नो भूमि आफ्नो मातृभूमिमा आउँछ अरे। एउटा देश एउटा सब भाषा र देश हामीमा सबैमा छ भने हामी हाम्रो देशलाई सम्झिरहन्छौँ, हाम्रा पुर्खाहरूलाई घुमाऊ घुमाऊ लाइट घुमाऊ त नजिकै उता उता
दाहिने हातको पनि गराइ छ भने सभ्यबाट तर्फतिर मिल्छ अब सबैमा सम्वत 1990 सालको महाभूकम्पले घरको चुली चर्किएर भत्कियो र त्यसपछि चुली हटाएर घुमाउने बनाइएको थियो। ठूला घरको सबैभन्दा ठूलो विशेषता र ऐतिहासिक महत्त्व के छ भने यस घरबाट राणा प्रधानमन्त्री चन्द्र शमशेरले विक्रम सम्वत 1977 असार 25 गते सती प्रथाको अन्त्य अघि बिरु भनिने जब्बर सिंह न्यौपानेकी धर्मपत्नी सती जानुभएको थियो र पछिसम्म यस ठूला घरलाई सती गएको घर पनि भनिन्थ्यो रे। र यस कारणले पनि हाम्रो इतिहासमा ठूलो घरको निकै ठूलो ऐतिहासिक महत्त्व थियो।
यहाँबाट हाम्रा पुर्खाहरूले सदामटार, कुशेटार, हंसमरौं आदिमा खेतीपाती गर्थे। हाम्रा पुर्खाहरू निकै ठुलो मान मर्यादा र ठोला घरको ठुलै चाल भने झैं गरी बसेका थिए भन्ने बुझिन्छ। हामीले थाहा पाउँदासम्म पनि हाम्रा हजुरबुबा श्रीलाल नेउपानेलाई गाउँलेहरूले खेतबारीको तिरो बुझाउन आउँथे। यसले पनि तत्कालीन समाजमा ठूला घरको निकै प्रभाव र शक्ति थियो भन्ने प्रमाण पाइन्छ। यस कार्यक्रममा विशेष गरेर श्रीलाल नेउपानेका र ठूला घरका बारेमा हामी विशेष जोड दिइरहेका छौं। श्रीलालदेखि यताका पितृहरूको श्राद्ध र सम्झना अनि जीवित रहेकाहरूको संयुक्त भेलाले नै यस कार्यक्रमको मुख्य उद्देश्य हो भन्ने अर्थ लगाउँछ।
श्रीलाल भन्दा अगाडिको इतिहास खोज्दा 6 पुस्ता अगाडि हाम्रा पुर्खा धनञ्जय ब्राह्मण थिए। उनका शिशुपाल छोरा चाहिँ क्षेत्री भए। तिनै शिशुपालदेखि हाम्रो नेउपाने परिवारमा क्षेत्रीको इतिहास सुरु भएको हुनुपर्दछ। किन ब्राह्मणबाट क्षेत्री भए भन्ने भरपर्दो तथ्य नभए पनि तत्कालीन समाजको जात व्यवस्था अनुसार अर्को जातको छोरी वा विधवा महिलासँग बिहे भयो भने क्षेत्रीमा खस्ने चलनका कारण क्षेत्री भएका हुन् भन्न सकिन्छ। सम्भवतः शिशुपाल क्षेत्री भएपछि आफ्नो समाज छोडेर भोजपुरबाट अरुण नदी तरेर पूर्वतिर आएको अनुमान गरिन्छ। यो लगभग नेपालमा राणा शासन हुनुभन्दा अगाडिको समय थियो। शिशुपाल जो पहिलो क्षेत्री भए, उनका छोरा जसवन्त सिंह जो पहिलो व्यक्ति हुन्, उहाँ नै पहिलो पटक लुङलिङ आएर बसोबास गरी घरजम गरेर बसेका हुन्। जर्मनीमा तपाईँको याक्थिङ साथीहरू धेरै हुन्छ सल्लाह सन्चै भएर त हुन्न काम
छन् तर सामूहिकता भन्ने कुरो चाहिँ साह्रै सानो छ। सत्य कुरो बोलेको है। जब्बर सिंहका छोरा अमृत सिंहको पालादेखि नेउपानेहरू नजिकका विभिन्न स्थानहरूमा छुट्टिएर जीवन निर्वाह र बसोबास गर्न थाले। यो आज पनि कायम छ। अमृत सिंहका छोरा जितमान र जितमानका छोरा श्रीलाल हुन्। आजको यो अनुष्ठान यिनै हाम्रा परम पूज्य हजुरबुबा श्रीलाल नेउपानेका सम्पूर्ण सन्तानहरूको जमघट हो। श्रीलालका 2 जना श्रीमती, 8 भाइ छोरा र 3 जना छोरीहरू हुन्, जसमध्ये आज पर्यन्त 3 जना जेठा छोरा डम्बरबहादुर, माइला मानबहादुर र ठुला कान्छा भुवन सिंह र माइली र साइली आमाहरू बाहेक जेठी, काइली, अन्तरी, जन्तरी र कान्छी जीवित हाम्रा ठुला घरे परिवारका जिउँदा इतिहास र सबै पूज्य आमाहरू हाम्रो समस्त ठुला घरे सन्तानका विधाता र सृष्टिकर्ताहरू हुन्। श्रीलालका 1 छोरा र 1 छोरीको सानै उमेरमा मृत्यु भयो। बाँकी 5 छोरा र 2 छोरीहरूबाट मात्र सन्तान भए। 2 छोरी र तिनीहरूबाट जन्मिएका नाति नातिनाहरूमध्ये नातिहरू 6 जना र 8 जना नातिनीहरूमध्ये 7 जना जीवित रहेका छन्। 7 छोराहरूका सन्तानहरूमा नातिहरू 19 जनामा 16 जना जीवित र 14 जना नातिनीहरू रहेका छन्। नातिपट्टिका पनातिहरू 14 जना र पनातिनीहरू 19 जना, जनातीहरू 7 जना, जनातिनीहरू 5 जना रहेका छन्। यो विशाल परिवार श्रीलालको आशीर्वाद रूपी छहारी मुनि गोलबन्द हुँदै हुर्किँदै उनै पुर्खा र पितृहरूको आशीर्वादले श्रीलालका सन्तानहरू विश्वका कुना कुनामा पुगेका छन्। स्वदेश र विदेशमा राम्रैसँग गरी खाएको अवस्था छ। कसैलाई पनि के खाउँ के लाउँको अवस्था छैन। अझै पनि राष्ट्रका विभिन्न उपल्लो निकायहरूमा हाम्रो पहुँच पुग्न कोसिस हामी यसै अनुष्ठान मार्फत हाम्रा समस्त पुर्खा र पितृहरूका आशीर्वाद र आशीर्वचनले हामी यो पनि माग्छौं कि आगामी दिनहरूमा हामी र हाम्रा सन्ततिहरूले यी विभिन्न निकायहरूमा प्रख्याति र दखल राख्न सकुन्। अन्त्यमा यस अनुष्ठान मार्फत हाम्रा समस्त पुर्खा र पितृहरूको उद्धार होस् र बाँचेका सन्तानहरूले संसार ढाकुन्, कसैको सामु झुक्न र माग्न नपरोस्। यही पूर्ण आशा र आशीर्वाद माग्दै सबैमा भरपूर सफलता र हृदयको अन्तस्करणबाट मङ्गलमय कामना गर्दछौं। लेखन तथा संकलक रविन्द्र नेउपाने, वाचन तथा प्रस्तुतिकरण खड्ग नेउपाने। हस्त बिदा चाहन्छु। धन्यवाद, नमस्कार।